नमस्ते। आजको हाम्रो विषय छ नेपालमा अपाङ्गता। तर हामी यसलाई कुनै परिभाषा वा तथ्याङ्कमा मात्रै सीमित राख्दैनौँ, बरु यसलाई एउटा मानवीय दृष्टिकोणबाट बुझ्ने कोसिस गर्नेछौँ। दृष्टिविहीन क्रिकेट रेफ्री पवन घिमिरेको यो भनाइबाटै आजको कुरा सुरु गरौँ न। कति शक्तिशाली भनाइ, होइन? अपाङ्गता जीवनको अन्त्य होइन, एउटा सानो विश्राम मात्र हो। यही सोचले नै हाम्रो आजको छलफललाई डोर्याउनेछ। त्यसो भए पहिलो खण्डमा जाउँ। आखिर अपाङ्गता भनेको के हो र हाम्रो समाजले यसलाई कसरी हेर्छ? यो बुझाइमा केही परिवर्तन ल्याउन आवश्यक छ कि? हेर्नुहोस्, कानुनले त स्पष्ट भनेको छ कि अपाङ्गता भएका व्यक्तिहरू समान नागरिक हुन्। तर व्यवहारमा के यो कुरा लागू भएको छ त? उहाँहरूले अझै पनि कति धेरै सामाजिक बाधा र भेदभावको सामना गर्नु परेको छ। उहाँहरूको क्षमतालाई बेवास्ता गरेर कमजोरीलाई मात्र हेर्दा समाजमा घुलमिल हुन पक्कै पनि गाह्रो हुन्छ। हो, हाम्रो सोचाइमा आउनुपर्ने सबैभन्दा ठूलो परिवर्तन यही हो। अपाङ्गतालाई कमजोरी ठान्नु एउटा भ्रम मात्रै हो। वास्तवमा त यो मानवीय विविधताको एउटा पाटो हो र यसले हामीलाई सबैको लागि पहुँचयुक्त र सहयोगी समाज कस्तो हुनुपर्छ भनेर सोच्न बाध्य बनाउँछ। ल, अब लागौँ अपाङ्गताका प्रकारहरूतिर। नेपालमा अपाङ्गतालाई आधिकारिक रूपमा कसरी छुट्याइएको छ? यो जान्दा अपाङ्गताको विविधतालाई अझ गहिरोसँग बुझ्न मद्दत पुग्छ। नेपालमा शारीरिक र मानसिक अवस्थाको आधारमा अपाङ्गतालाई 10 प्रकारमा वर्गीकरण गरिएको छ। अब यो वर्गीकरण किन यति महत्त्वपूर्ण छ? किनभने हरेक अवस्थालाई फरक फरक पहिचान दिएपछि मात्रै सही प्रकारको सहयोग र सुविधा उपलब्ध गराउन सकिन्छ। यी 10 प्रकारमध्ये पहिला यी 5 वटा हेरौँ। यसमा शारीरिक अपाङ्गता, अनि देख्ने, सुन्ने र बोल्ने जस्ता कुरासँग सम्बन्धित अपाङ्गताहरू पर्छन्, जस्तै दृष्टि सम्बन्धी, सुनाइ सम्बन्धी, श्रवण दृष्टिविहीनता र स्वर तथा बोलाइ सम्बन्धी अपाङ्गता। अब बाँकी 5 प्रकारमा मानसिक, बौद्धिक र सामाजिक सञ्चार सम्बन्धी अवस्थाहरू छन्, जस्तै मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजम। यसका साथै रगत नजम्ने समस्या अर्थात् हेमोफिलिया र एकभन्दा बढी प्रकारको अपाङ्गता भएको अवस्था अर्थात् बहुअपाङ्गता पनि यही सूचीमा पर्छन्। अब तेस्रो खण्ड, वर्गीकरण र अधिकार। यो एकदमै महत्त्वपूर्ण पाटो हो। अपाङ्गताको गम्भीरताको आधारमा वर्गीकरण कसरी गरिन्छ र उहाँहरूका लागि के कस्ता कानुनी अधिकारको व्यवस्था छ, आउनुहोस् हेरौँ। अपाङ्गताको गम्भीरता अनुसार परिचय पत्रलाई 4 रङमा बाँडिएको छ। पूर्ण अशक्तका लागि रातो, अति अशक्तका लागि नीलो, मध्यमका लागि पहेँलो र सामान्यका लागि सेतो कार्डको व्यवस्था छ। यही रङको परिचय पत्रले नै उहाँहरूले पाउने सेवा सुविधाको स्तर निर्धारण गर्छ। र यो कुनै दया वा कृपाको कुरा होइन। नेपालको संविधानले नै अपाङ्गता भएका नागरिकलाई सम्मानजनक जीवन र सार्वजनिक सेवामा समान पहुँचको अधिकार दिएको छ। यो उहाँहरूको मौलिक हक हो। त्यति मात्रै होइन, सर्वोच्च अदालतले त 2060 सालमै एउटा ऐतिहासिक फैसला गरेको थियो, जसअनुसार सबै सार्वजनिक शिक्षण संस्थाले अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क पढाउनै पर्छ। यो आदेशले शिक्षामा उहाँहरूको पहुँचलाई कानुनी रूपमै बलियो बनाएको छ। अब यी कानुनी अधिकारहरू व्यवहारमा कसरी देखिन्छन् त? हेर्नुस् त, आर्थिक सहयोगका लागि भत्ता, यातायातमा छुट र आरक्षण, सरकारी जागिरमा कोटा अनि शिक्षा र स्वास्थ्यमा विशेष सुविधाहरू। यी सबैको एउटै उद्देश्य हो, उहाँहरूको जीवनलाई सहज बनाउने र समाजमा पूर्ण रूपमा समावेश गराउने। ल, अब अन्तिम खण्डमा हामी अलिकति फरक कोणबाट कुरा गरौँ। चुनौती र अधिकारका कुरा त भए, अब कुरा गरौँ क्षमताको। अपाङ्गता भएका व्यक्तिहरूको क्षमता र समाजमा हाम्रो भूमिका के हुन सक्छ? हामीले सधैँ याद राख्नुपर्ने कुरा के हो भने अपाङ्गताले कहिले पनि क्षमतालाई छेक्न सक्दैन। इतिहासदेखि आजसम्म यस्ता अनगिन्ती उदाहरणहरू छन् जहाँ अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो प्रतिभा र दृढताले संसारलाई नै चकित पारेका छन्। विश्व प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङलाई नै हेरौँ न। उहाँको शरीर लगभग चल्न सक्दैन थियो, तर उहाँको दिमागले ब्रह्माण्डका गहिरा रहस्यहरू पत्ता लगायो। यसले के प्रमाणित गर्छ भने शारीरिक सीमितताले बौद्धिक क्षमतालाई कहिल्यै रोक्न सक्दैन। हाम्रै नेपालमा पनि झमक कुमारी घिमिरे जस्तो जीवन्त प्रेरणा हुनुहुन्छ। उहाँले आफ्नो खुट्टाले साहित्य सिर्जना गरेर अपाङ्गता भन्ने शब्दलाई क्षमताले जितेर देखाउनु भएको छ। उहाँको जीवनले हामीलाई सिकाउँछ दृढ इच्छा शक्ति अगाडि कुनै पनि बाधा टिक्न सक्दैन। अन्त्यमा यो सबै कुरा एउटै प्रश्नमा आएर टुङ्गिन्छ,
हामी कसरी यस्तो समाज बनाउन सक्छौं जहाँ मानिसलाई उसको अपाङ्गताले होइन उसको क्षमताले चिनियोस्, जहाँ दया होइन सम्मान र अवसर मिलोस्? यो प्रश्न हामी सबैको लागि हो। एकपटक सोचौँ है त।